आज चाहिँ अब यो बिल्डिङको हामीले जुन सबै छानो हालेर यो गोदाम रुमको प्लस्टरहरू सुरु गरेका थियौँ। यताको भाग प्लस्टर सिद्धिएको छ। अब यतातिरको प्लस्टर सुरु भएको छ। अब यो छानाहरू सबै हालियो, छानाहरू हालिसकेपछि अब यतातिर प्लस्टरहरू सर अनि यता सबै कामहरू भएको छ। ल हेर्नुहोस्, अनि गोदाम त अब अलमोस्ट अब एकदम फास्ट गतिमा प्लस्टरहरू भइरहेछ। कामहरू निरन्तर, यो कन्स्ट्रक्सन कामहरू कुनै पनि तपाईँको अड्केको छैन। यो गोदाम घर संरचना अन्तर्गत सबभन्दा ठुलो गोदाम यही हो। यो गोदाम सिद्धिसके पछाडि त्यस पछाडि चाहिँ उताको संरचना पनि मैले तपाईँलाई देखाउँछु। त्यहाँबाट अब ल्याउनुहोस्, यो ल्याउनुहोस्, यो अब सर्लक्कै सिद्धियो, सर्लक्कै सिद्धियो संरचना। अब भित्री र बाहिरी प्लास्टर हो। अनि प्लास्टर सिद्धिसके पछाडि त्यसपछि उठाको संरचना, राँगा पाल्ने संरचनाहरू तपाईँको सिद्धिएपछि यताको संरचनाको काम 10% बाँकी हो। अब 90% संरचनाको काम सकियो। म अब केही समय पछाडि तपाईँहरूलाई फेरि अब यताको संरचना पनि अलमोस्ट तपाईँको अब सकिन लागिसकेको छ। यो अब आज म फेरि भिजिटमा आएको थिएँ, अनि के छ कसो छ भनेर लामो समय पछाडि। त्यसपछि यतातिर तपाईँको काम निरन्तर चलिरहेछ। यतातिर पनि तपाईँको अब यो यतातिर पनि काम करिब अन्तिम जस्तो लाग्छ मलाई। अब यता 2-3टा गोठ सकेर पछाडि पुगेका छन् साथीहरू बनाउनलाई। अब यो खुल्ला गोठको पनि हेर्दा यस्तो राम्रो तरिकाको भइसकेको छ। त्यसपछि घाँस लाउने, राँगा ल्याउने, अब यहाँ डुँड बनाउने, अब यो यता डुँड बनाउने, अब यिनै कामहरू मसिना काम र ठुलो काम त तपाईँको यता पोखरी बनाउने काम रहने भयो। अब मेजर रूपमा चाहिँ तपाईँको जुन चाहिँ कन्स्ट्रक्सनले लामो समय लिन्थ्यो, हाम्रो बिल्डिङ कन्स्ट्रक्सनले, त्यसले चाहिँ अब यस्तो फास्ट गतिमा गइसकेको हुँदाखेरि अब धेरै छैन यो। अब यो हामीले निरन्तर छ हाम्रो काम चाहिँ रुकेको छैन। अब यता काम चलिराखेको छ। यता पनि हेर्नुहोस्, यता भाइ बहिनीहरूले यहाँ काम गरिराखेका छ नि। त्यसपछि यो जाडो महिनामा हामीले संरचना काम सक्न पाएदेखि बाँकी कामहरू फेरि